आज सत्ताको रुमत लिने केही मन्त्रीहरू हिजो त्यही सत्ता राज्य सत्ताको छत्रछायामा हुर्किँदै राष्ट्रघाती एमसी पास गराउन सघाउँदै हामीमाथि आक्रमण गर्न आक्रमणकारीको सहगोत्री थिए। हिजो 35 वर्ष सरकार चलाउनेहरू र आज सत्ता चलाउनेहरू बीचमा केही फरक देखिएन। 35 वर्षदेखि तिनीहरूले लुटेकै कारणले गर्दा अहिले जनताले जनमत परिवर्तन गरेका हुन्। फेरि लुट भनेर जनताले जनमत दिएका होइनन्। फरक यति मात्र छ कि चुनाव चिन्ह फरक छ, अनुहार फरक छ, तर व्यवहार उही छ, प्रवृत्ति उही छ, सत्ता जोगाउने शैली उही छ। पटक पटक इतिहास पल्टाएर हेर्नुस्। हाम्रो इतिहास के थियो एकछिन पल्टाएर हेरौँ त। छातीमा हात राखेर जम्मा 3 वर्ष अगाडिको इतिहास हेरौँ। कोही सडकमा कराइरहेका थियौँ, कसैले सडकमा कुटाइ खाइरहेका थियौँ, आक्रमण भोगिरहेका थियौँ, कसैले शरीरभरि साङ्लो बाँधेर माइतीघर मण्डलमा उभिरहेका थियौँ, कोही हिरासतमा हत्कडी लगाएर थुनिएका थियौँ। तर आज सत्ताको रुमत लिने केही मन्त्रीहरू हिजो त्यही सत्ता राज्य सत्ताको छत्रछायामा हुर्किँदै राष्ट्रघाती एमसी पास गराउन सघाउँदै हामीमाथि आक्रमण गर्न आक्रमणकारीको सहगोत्री थिए। र सम्माननीय सभामुखले हिजो संसदमा झन्डै त्यतिखेर सरकारको पनि 2/3 थियो, बहुमत थियो। त्यो सरकारले हाम्रो कुरा सुनेन, प्रतिपक्षलाई अपमान गर्यो, सांसदलाई अपमान गर्यो। त्यसको परिणामस्वरूप भदौ 24 र 23 को आन्दोलन भयो। त्यो सरकारको संसदको बहुमत केही काम लागेन, हेलिकप्टर चढेर भाग्नुपर्ने दिन आयो सम्माननीय सभामुख महोदय। अनि अर्को कुरा 35 वर्षदेखि लुटे, हामीले पनि लुट्न पाउनुपर्छ भन्ने बासी अहिले निर्माण भइरहेको छ। 35 वर्षदेखि तिनीहरूले लुटेकै कारणले गर्दा अहिले जनताले जनमत परिवर्तन गरेका हुन्। फेरि लुट भनेर जनताले जनमत दिएका होइनन्। यो कुरा हेक्कार होस्। सम्माननीय सभामुख महोदय, म सम्मानपूर्वक भन्न चाहन्छु, सङ्घर्षको कुरा गर्दा यो देश बनाउनका लागि तपाईँहरूको जति सङ्घर्ष छ हाम्रो पनि त्यति नै सङ्घर्ष छ। फरक यति मात्रै थियो, तपाईँहरू सायद सुगम र सुविधा सम्पन्न परिवेशबाट आउनुभएको होला। हामी दुखी गरिब र किसान सर्वहारा वर्गका सन्तान थियौँ, त्यही परिवेशबाट आयौँ। तपाईँहरू टेलिभिजनभित्र चिल्ला स्टुडियोभित्र बसेर एसी रुमभित्र बसेर आफ्ना विचार राख्नुहुन्थ्यो होला, हामी सडकमा उभिएर आफ्नो आवाज उठाउँथ्यौँ। तपाईँहरू सामाजिक सञ्जालमा स्टाटसबाट देश बदल्ने सपना देख्नुहुन्थ्यो होला, हामी लाठी भाला र साङ्गीतिक आक्रमण भोग्दै गिरफ्तारी र दमन सहदै परिवर्तनको आवाज उठाउँथ्यौँ। तर हाम्रो आवाज एउटै थियो, सुशासन सुशासन, भ्रष्टाचार मुक्त नेपाल। सम्माननीय सभामुख महोदय, हिजो 35 वर्ष सरकार चलाउनेहरू र आज सत्ता चलाउनेहरू बीचमा केही फरक देखिएन। सम्माननीय सभामुख महोदय, हिजो उनीहरूको 2/3 र बहुमत थियो। 33 किलो सुन काण्डको निष्पत्ति छानबिन गरौँ भनेर भन्दा उनीहरू तयार भएनन्। आज करछली र इबी गाडीको भन्सार दर रेटको चुहारको मुद्दामा निष्पत्ति छानबिन गरौँ भन्दा तपाईँहरू तयार हुनुहुन्न। हिजो उनीहरूको सरकार थियो, अदालतमा दर्ता भएका मुद्दा आफै फिर्ता लिन्थे। आज तपाईँहरूको सरकार छ, तपाईँहरू अदालतको मुद्दा आफै फिर्ता लिनुहुन्छ। हिजो उनीहरूको विपक्षमा बोल्दा झुटा मुद्दा लगाइन्थ्यो र अदालत देखाएर तर्साइन्थ्यो। आज तपाईँहरूको विपक्षमा बोल्दा अनुसन्धान निकाय र विभिन्न राज्य संयन्त्रको नाम लिएर दबाब सिर्जना गरिन्छ। हिजो उनीहरूको मन्त्री खुलमखुला धम्की दिन्थे, आज तपाईँहरूका मन्त्री संसदको रोस्टरमा बसेर धम्कीपूर्ण भाषण प्रयोग गरिरहेका छन्। हिजो उनीहरूका विरुद्धमा बोल्दा कार्यकर्ताले सडकमा आक्रमण गर्थे, आज तपाईँहरूका विरुद्ध बोल्दा तपाईँहरूका कार्यकर्ता सामाजिक सञ्जालमा सङ्गठित रूपमा चरित्र हत्या गर्छन्। फरक यति मात्र हो, आक्रमण हिजो सडकमा हुन्थ्यो, आज डिजिटल माध्यमबाट। हिजो आक्रमण भौतिक रूपमा हुन्थ्यो, आज मानसिक रूपमा। हिजो पनि राज्य शक्तिको प्रयोग गरेर असहमतिको आवाज उठाउनेलाई दबाउने प्रयास गरिन्थ्यो, आज पनि गरिँदैछ। हिजो पनि आलोचकलाई शत्रु ठानिन्थ्यो, आज आलोचनालाई विकास विरोधी ठानिन्छ। फरक के रह्यो तपाईँ र उनीहरू बीचमा? फरक यति मात्र छ कि चुनाव चिन्ह फरक छ, अनुहार फरक छ, तर व्यवहार उही छ, प्रवृत्ति उही छ, सत्ता जोगाउने शैली उही छ। जनताले अनुहारको परिवर्तन, शासन शैली र संस्कार